जय बजरंगबली। ल आज चाहिँ वेदर दामी भइरहेछ नि। गुड मर्निङ एभ्रिवान। आजको भिडियो अलिक आजको वेदर मजाको भइरहेछ। घाम पनि लागिरहेछ है। लु आज पनि ओह्रालो लाग्दिएको कामै छ अरू पनि। लु सबै ठिकै हुनुहुन्छ होला, म पनि ठिकै छु। आजको ब्लग यहाँबाट स्टार्ट। आजको वेदर चाहिँ मजाको भएको छ। हिँड्दैछ आज। यो चाहिँ बेलवे स्कुल आइपुग्यो। यो बेलवे स्कुल पनि अहिले त कतिमा स्टुडेन्ट यहाँ छ। आज टिस्टा कक्रेन प्लेस थियो पहिला, अहिले टिस्टा होटल भएको छ। यो चाहिँ चाँदबारीको माथिपट्टि मकवारी फाटकदेखि तल। अब यहाँ चाहिँ गोटेको लाइन यहाँ हुन्छ। बाँदर हुँदो रहेछ नि त। त्यो अम्बटे जाने बाटो यो मकवारी भएर यो सिलगढी छ। आज चाहिँ सबै इन्ट्रोडक्सन दिँदै जानु पऱ्यो बाटो जग्गाहरू। अरू बेला सरसर हुन्छ नि त हो। बुट्रीको बोट लगाएको रहेछ। सबैजना भिडियो बनाउँदै हिँड्दैछ। आज मेरो दुईवटा जग्गा जाने भनेको छ। यो जग्गाहरू चाहिँ ओह्रालो पर्छ कि खादिन्छ क्या अरूभन्दा स्कुटीमा चाहिँ हो। आटो नर्मली पनि ड्युटीबाट जाने काम थियो, तर म जानु गइनँ। आज यतै लाग्थ्यो सिधै। माथि चाहिँ टिभी टावर आज चाहिँ क्लियर भएर मजाले देखिरहेछ। आज चाहिँ टी फ्याक्ट्री सबै देखो जानु पऱ्यो। यो चाहिँ मकवारीको एरिया, मकवारीको रोड यहाँ हो। मकवारीको फ्याक्ट्री अलिक तल। यो मकवारी फ्याक्ट्री हो। मकवारी टी फ्याक्ट्री चाहिँ मेन यहाँबाट चाहिँ टीहरू हुन्छ। मकवारी टी फ्याक्ट्री हो। त्यसको इन्ट्रेन्स चाहिँ फेरि यहाँबाट छ। मकवारी टी फ्याक्ट्री इन्ट्रेन्स यो मकवारी गाउँ। यहाँबाट चाहिँ ताज जान्छ। यो बाटोबाट चाहिँ ओह्रालो ताज जान्छ। ताजैबाट आउँदै आउँछ। ताज जाने बाटो। ताजको बाटो त्यो भयो। अब यहाँबाट सिधा सर्ट रुट। यो चाहिँ पङ्खाबारी रुट चाहिँ यो बाटो चाहिँ पङ्खाबारीको बाटो हो। यो बाटो भएर चाहिँ पङ्खाबारी सात घुम्ती भएर चाहिँ मकवारी पङ्खाबारी सात घुम्ती भएर चाहिँ यो भएर चाहिँ सिलगढी जान्छ। सिलगढी भन्दा पनि हामी रोहिणीघाट पुग्छ। यहाँ उता रोहिणीघाट दिन्छ।
त्यहाँदेखि चाहिँ नर्मल अरू प्रिन्स सालुबाडी हुँदै ठुलो छ नेम जङ्गल फरेस्ट ठुलो छ फरेस्ट हो यहाँ एउटा मकैबारीको टी स्टल छ अनि यो चाहिँ होमस्टे हो त्यो चाहिँ होमस्टे हो कोरिडोरको यहाँसम्म आइपुग्छ त Beautiful weather, but beautiful. धारा छ सानो यहाँ मजाको धारा छ सानो टटक्क चिसो पानी लागि अहिले सुकेछ तर कन्टिन्यू भयो नि त कति दिनदेखि पानी परेको छैन राम्रोसँगले अहिले झन् परेको छैन माथि त परेको छैन अब चाहिँ सुरु भयो 7 घुम्ती पुगेर हो यहाँ चाहिँ 7 घुम्ती भन्छ यहाँदेखि सुरु होला एउटा हो कस्तो पाराले बनाएको छ यहाँ 7 घुम्ती भयो 7 घुम्ती जङ्गल बसेको छ यसमा हेर्नु यस्तो यो बाटो पनि पुरै हिँड्नु भएको छ गाडी त अझै त 1 वे हुँदाखेरि भएको थियो अहिले त
एकपल्ट यहाँ थियो त्यसमा देखेको चितुवा निक्लिरहेको चितुवा बसिरहेको थियो आज चाहिँ पुरै हुन्छ फेरि तलबाट आउने माथिबाट आउने गाडीहरू यो दुई खुट्टेमा हिँड्नेहरू पुरै हुन्छ स्कुटी बाइक भिड वेदर पनि दामी भयो कम्पनीको कस्तो भयो पछाडिबाट हिँड्नु चाहिँ प्रब्लम हुन्छ क्या गाडी आफै खल्डातिर बस्छ नि त्यसै प्रब्लम हुन्छ यो त क्रस गरेर जान्छ नि आज त हेभी छ सनी डे त होइन हेभी गरम हुन्छ होला आज त आज फेरि रुगा लाग्छ भएर त मलाई फेरि खेल भएछ घाँटी ए रुगा लाग्यो जस्तो भएछ चिसो भएर रुगा लाग्यो होला तल अलिक चिसो खाइनु छ नि त रुगा टुगा सब साइड लाग्छ रुगा टुगा सब आउट हुन्छ यहाँ पेट अहिलेसम्म मान्छे यहाँ चाहिँ के कसो त हौ आज त घर हेब्बी छ क्या तल गरम रहेछ आज हेब्बी गरम हुनेछ घरमा अलिक रुगा हटाउँछ कि रुगा लाग्छ भएर तपाईँ एकल स्याक 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 हुँदैछ नमस्कार छ के एउटा है न फेरि
다수 가리스타 पंखाबारी बजार आइपुग्यो आइपुग्न आँट्यो आइपुग्यो होइन एक टर्निङ बाद पंखाबारी बजार आइपुग्छ पंखाबारीतिर पनि गरमै हुन्छ नि त पुरै गरम चाहिँ गरम रहेछ आज दामी चाहिँ गरम रहेछ गरम पंखाबारी बजार यो चाहिँ पंखाबारी बजार हो यो पंखाबारी स्कुल हाई स्कुल त्यो पंखाबारी बजार कम्युनिटी हल दिएछ पंखाबारी कम्युनिटी हल एक्कासी लाग्छ नि त लुगा फेरि एकछिनै डस्ट एलर्जी भएर क्या मलाई डस्ट एलर्जी छ केही उयो गऱ्यो भने ठ्यास हजुर Sunday, I don't know if I don't touch too much. Mereka side lah tu. Kasih dia cak. Ruga lagi semua. Kehi गर्नु लाग्यो Beep beep.